जसलाई मैले आफूलाई भन्दा धेरै माया गरेँ। आज उसैले मेरो भरोसा र दिल दुवै तोडेर मदेखि टाढा गयो। आखिर के नै गल्ती थियो र मेरो? मैले त मेरो सारा जीवन उसैमा देख्न थालिसकेको थिएँ र केवल उसकै यादमा दिनरात कटाउने गर्थेँ। हो, म उसको मायामा धेरै पागल भइसकेको थिएँ। मलाई थाहा थियो यति छोटो समयमा कसैमाथि यति चाँडै विश्वास गर्नुहुन्न भन्ने। तर भन्छ नि, लभ इज टोटल्ली ब्लाइन्ड। मैले आफूभन्दा बढी ऊमाथि विश्वास गर्न थालेँ। मैले यो सोच्थेँ कि ऊ मेरो लागि संसारको सबैभन्दा विशेष व्यक्ति हो भनेर। मलाई ऊ अरू मानिसहरूभन्दा धेरै फरक लाग्थ्यो। मैले उसलाई अरू मानिसहरूसित उसको तुलना नै गर्न सक्दिनँ थिएँ जस्तो लाग्थ्यो। तर भन्छ नि, जसले आफूभन्दा बढी माया र विश्वास कसैलाई गर्छ त्यही मान्छेले पछाडिबाट छुरा हानेको थाहा हुँदैन भनेर। र आज त्यही घटना मेरो जीवनमा नै घट्यो। आज म आफ्नै यो मनको पीडा कसलाई देखाउँ र कसलाई सुनाउँ यो मेरो अधुरो प्रेम कथा। यहाँ एकअर्कालाई बुझ्दिने र सुनिदिने कोही नै छैन। कहिलेकाहीँ त यो झुटो संसारमा बाँच्नुभन्दा मर्न पाए नि हुन्थ्यो जस्तो लाग्छ। बाहिरबाट हेर्दा त मानिसहरूलाई सामान्य नै लाग्छ, तर आफूलाई मात्र थाहा हुन्छ बाहिरबाट हेर्दा जतिसुकै सामान्य लागे तापनि भित्रबाट यो मन कति खोक्रो भइसकेको छ भनेर। हो रहेछ, यो संसारमा मानिसको व्यवहारले भन्दा बढी मानिसको रूप रङ र उनीहरूले लगाइएको पोसाकलाई हेरेर मात्र माया गरिदो रहेछ। माया, म तिमीलाई कहिले पनि भुलाउन सक्दिनँ। तिमीलाई भुलाउन धेरै गाह्रो छ। तिमी मेरो साथमा नभए तापनि सधैँ मेरो यादमा हुनेछौ। आफ्नो यो टुटेको मुटुलाई समेटेर फेरि एकपटक जोड्ने प्रयास गर्नेछु। अब यो जुनी त यस्तै भइहाल्यो। यदि अर्को जुनी पाएछु भने खोट्न भएको अनुहार र चोट नलाग्ने मुटु लिएर आउनेछु।